इम्युनिटी भनेको चाहिँ हाम्रो बडीको यस्तो एबिलिटी जहाँ चाहिँ हाम्रो बडीले डिजिज कजिङ जर्म्सको अगेन्स्टमा फाइट गर्छ। अन्त यो चाहिँ हामीलाई इम्युन सिस्टमले प्रोभाइड गर्छ हो। इम्युनिटी चाहिँ दुईवटा टाइपको हुन्छ, एउटा चाहिँ इनेट इम्युनिटी, अर्कोको नाम चाहिँ एक्वायर्ड इम्युनिटी। इनेट इम्युनिटी चाहिँ हामीलाई बर्थदेखि नै हुन्छ, नेचुरल हुन्छ, बर्थदेखि नै हुन्छ। अन्त यसले चाहिँ हामीलाई प्रोटेक्ट गर्छ। कसरी प्रोटेक्ट गर्छ भन्दा चाहिँ यो जर्म्सको इन्ट्रीलाई नै यसले स्टप गर्छ। जर्मको इन्ट्रीलाई स्टप गर्नुको लागि चाहिँ ब्यारियरहरू चाहिन्छ नि त। अन्त त्यो ब्यारियरहरू चाहिँ 4टा टाइपको छ। फर्स्टको नाम चाहिँ फिजिकल ब्यारियर, जसमा चाहिँ स्किन आउँछ। अन्त स्किनमा जुन चाहिँ म्युकस हुन्छ त्यसले चाहिँ कतिवटा जर्म्सलाई ट्र्याप गर्छ। म्युकस भनेको चाहिँ